आज चाहिँ हाम्रो भाइटिकाको दिन अनि म चाहिँ भर्खर घर लिपेर सकेर बसिरहेको नुहाउनु जानु लागेको अनि उहाँहरू चाहिँ नुहाइसक्यो अनि के भन्छ अब एकछिन भेट्नु कहाँबाट भिडियो बनिँदैछ भन्नु हाम्रो शुभेच्छाजीले चाहिँ पखाला मेरो बाटो भन्छु शुभेच्छाजीले चाहिँ यहाँबाट भिडियो गरिदिनु हुँदैछ मेरो माथि हुनुहुन्छ उहाँ चाहिँ भाइटिकाको सबैजनालाई धेरै धेरै शुभकामना भाइहरूलाई मात्र कहाँ बोयफ्रेन्डहरूलाई पनि भाइटिकाको शुभकामना मेन त हाम्रो परदेशी दाजुभाइ दिदी बहिनीहरूलाई धेरै धेरै एकछिन माया र सम्झना अब एकछिन म ह्यापी भाइटिका भन्नु अब के गर्दै गरेको हामी देखाउन चाहन्छौँ हजुरहरूलाई ह्यापी भाइटिका भन्नु ह्यापी भाइटिका ल साथीभाइहरू अब चाहिँ हामी रेडी हुनु लागेको अनि के भन्छ अब एकैचोटि तपाईँहरूलाई चाहिँ हामी माला लाउँदै गरेको देखाउँछौँ अहिलेको लागि यति नै ल साथीहरू अब चाहिँ हामी रेडी भइसक्यौँ मैले साडी लगाइदिनु अब चाहिँ हामीले यता रेडी हुँदैछौँ आमाले अब चाहिँ मामा र माइजू पनि आउनुभएको छ मामा र माइजूले लगाइदिनुहुन्छ अनि हामीलाई सुन्दर भाउजू अब चाहिँ आमाले यहाँ लगाइदिनु हुँदैछ ढोकालाई हटा तिमी ढोकालाई टिकी टिकी लगाइदिनु हुँदैछ हाम्रो रानीज्यूले चाहिँ ल साथीहरू हाम्रो रानीज्यूले यहाँ 1 2 3 गो लानु कत्रो पटेका पड्केको अब उता पनि तपाईँको कपाल पनि खोल्नु बिर्सिनु भएछ अब यता यहाँ फुल छ
यहाँ लाउन जता के हुँदैन कसरी मिसाउँदै छैन अब राम्रो राम्रो छु त हाल्नु नि तपाईँको मनले भनेको क्या राम्ररी लगाइदिनु भन्छु चाहिन के भन्छ के भन्छ कुन चाहिँ नि अब खै त यो तिम्रो चुरमुरेर पुर्मुरेर त त्यति भएन यो जाने नि कुरा ए बचाएर धुने नै गरेछस् तैँले मलाई राम्रो चाहिने के अब तल लगाइदिनु न अब रातो तल लगाइदिनु यो उसालमा लिसा हामी बोलक का खै यो त तिम्रो चुरमुरे पुर्मुरे अब हाल्नु न आफै मनले नराम्रो त तपाईँले पो लाग्दैछ त तुम्हाले लगाइदिएको यो बिचमा एउटा एकै खालको तल भयो रातो तल हालिदिनु हजुर ल चाहिँ हाम्रो पालो दादाहरूको ए अझै बाँकी छ पो किन यो तिमीहरूले किन यो घर चाहिँ यहाँ राखेको यो गोन्द्राहरू रोटीहरू तिनीहरू आयो 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 बम आयो बम पठायो सिधा बस सिधा सिधा यो दाजु र सानुको यो दाजुको मिनार लगाए अनि यो हुन्छ माका फुल यता देऊ है मलाई होम सासर कहाँ छ गजक्क परेर बसिरहेको छ अनि साइले चाहिँ खोइ त के साइले अस्ति दिइसकेको मैले कसलाई के लाठी पानी धेरै पनि त्यो सबै खाएपछि त्यहीँ त जाने हो थोरै खायो थियो त साथीहरू जस्तो आयो त्यस्तै देखायो थियो यसपालि त तिमी पनि निन्द्रामै छौ पोखा फेरि एकैचोटि लाउनु होइन दुईटा त नतन्काउ न बाबा त्यो निदान पछाडि पछाडि खान्छ मलाई अलिकति किन
फोटो भनेको मुला अर्को सानो सानो ज्ञानी अब ज्ञानी छैन टिका सक्यो काशीजीको अब माला लगाइदिनुहुन्छ मैले गरेँ आमाले काट्नु त आमा काटिदिनु तपाईँ एकछिनमा त्यो तपाईँकै तिमीले अब माला लगाइदिनुहुन्छ परि माला तुम्हाले नि जुवा गर्नुभएको खै तुम्हालाई परिमाला लगाइदिए त नि जुवा गर्यो तुम्हाला जुवा गर्यो ल साथीहरू मेरो पालो है के छ र माला हुन्छ हुन्छ गरोस् न त लु गरोस् लु तिमीसँग गर कान्छी के हो त्यो भन्ने वासु सिसी गर्दै त्यो नलाग्यो तीनचोटि सिसी गर लगाइदिनुहोस् न त तीनचोटि सिसी गर धेरै भइसक्यो तीनचोटि तिनचोटि त मात्ने परेछ के मन पर्छ अरे जाति पनि खाएको रक्सी अनि अझै पनि लु होला न थोरै मात्रै गर्नु झन्डै लगी पापा पनि त यति धेरै खानुहुन्छ छैन यी थोरैको त अनि तिमीलाई चाहिँ सुबे तिम्रो टाउका त ल्याऊ यता त्यो जे थाहा थिएन गो कहाँ धेरै ना ओइ छे जाऊ बाबा हेर न त्यहाँ आफै खानु खोज्दैछ अहिले त्यसै हो यो फुल कसरी आयो अलिअलि उडेर आयो जस्तै त्यसलाई त दिउ दिनु पर्छ नि त्यसले खाँदैन त होइन त्यो खाए जस्तो मैले बोलाउँ एकपल्ट अझै खानु होला के हुँदैन खाइसक्ने यति त खाएर ए छन्नाहरूसँग यो अलिअलि म लगाइदिनु अलिअलि खानु थोरै थोरै मात्र अलिअलि खानु भनेको खाएको जस्तै अब हुन्छ नाच खायो पछि अहिले खुवाउँदा नखान पछि तिमीहरूलाई आफै छैन नि खान्छ त ओइ यसलाई त म माछामा लाग्दैन तिनपल्ट गर्नुपर्छ लु खानेकुराहरू राखिदिए लु नवराजले बियर खाने भनेको होइन सुबे एक्सट्रिम खान्छ होला सुबेले बिहार छ भने देऊ न साइडलाई पनि खाँदैन उसले नाङ्लोमा ला सबै तिनीहरू हो त्यहाँ टिका लगाइदिन्छ अहिले सुबेले हामीलाई नवराजेले पनि लगाइदिनु पर्थ्यो हामीलाई टिका हो र अन्त भनेको अहिले ल छेलुङ्गी तान्नुहोस् है थोरै सेनमुङ सानो तान्नुहोस् है यो सेनमुङ दुकान चाहिँ टिका लगाउँ त दादासँग दादासँग टिका लगाउँ टिका पर छौ यता हिँड्नु पर छ टिका उता आमालाई म लिनुहोस् त र माछा भोलि म के हुन्छ लौ लौ त ल आफ्नै मालाको फुल चुटाएर दिनु अनि बहिनीलाई खानेवाला बनाइदेऊ हातले खाने दिउँगेमा खान्छ सानी यो तिम्रो तारा खाऊ न एकछिन टिका लगाइदिँदैछ म टिका लगाइदिन्छु ठन्डाको थ्याङ्क यू किनेर लाग्यो यहाँ हालिदिनु पर्छ डुलिसाला सुबेले लगाइदिन्छ अब त्यही थपिदिन्छु आमामा रसिम कति कति सार्देको नानीहरूलाई पनि थोरै थोरै अलिअलि सार्देको छु रक्सी ए तिम्रो त यहीँ छ त
रक्सी नखाऊ अब चिसो खाऊ त्यो नखाऊ चिसो खाऊ अब यस्तो निधारमा झऱ्यो भने जोइले माया गर्छ अरे नानीलाई जोइले माया गरेर साथीहरू हाम्रो चाहिँ उयो भयो चाहिँ हामीले सबै लगाइदिइसक्यौँ दादाहरूलाई हामी फोटोसोटो खिच्छौँ अनि दादा चाहिँ भाउजूलाई लिन जानुहुन्छ हामी फोटो खिच्दै यो यता यता होइन यसरी हुन्छ बिचमा सानो भयो क्या सानो बिच दाहिनेपट्टि यो यता यहाँ हेर्ने यहाँ डन्टा भाइ अलिक उता सर त्यसरी हो सबै मिल्छ क्या यहाँ हेर्ने यसलाई पनि अनि हेर्नुहोस् साथीभाइहरू आजको हाम्रो भाइटिका चाहिँ लगभग सकिने लागेको छ गाउँतिर चाहिँ सकेको छैन घरको चाहिँ सक्यो निमा भाउजू मात्रै हुनुहुन्छ अनि हामी चाहिँ के भन्छ निमा भाउजू हुनुहुन्छ अरे निमा भाउजू बाँकी हुनुहुन्छ निमा भाउजू आएपछि चाहिँ हामी गाउँतिर लाउन जानुपर्ने हुन्छ काका काकीहरूको घरतिर नानाहरूसँग खासमा म त डुल्ने होइन कि म घरमा लगाइदिने बस्ने पर्ने हो तर काशी छ नि त त्यही भएर म भाउजू दादाहरूसँग डुलिदिन्छु सबैतिर मजा हुन्छ नि त त्यही भएर सबैलाई भाइटिकाको धेरै धेरै शुभकामना भन्दै आज हामी यति नै भन्न चाहन्छौँ हाम्रो भिडियोलाई लाइक शेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला पनि गर्नु होला धन्यवाद बाई हुन्छ छेतलुङ्गेले